यतिसम्म पानी पर्यो कि यो किनेर यो अबको नास्ता मुसे झरनामा माथिबाट आउँछ। अहिले म घर जाने क्रममा छु अनि है त ओके साथीहरू, अहिले चाहिँ अब म निस्किन लाग्यो र हाम्रो भेट बाटोमा हुन्छ है त। स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो नयाँ भ्लगमा। वेलकम ब्याक अगेन है त। अहिले चाहिँ म तपाईँहरूलाई हाम्रै ठाउँ नजिकको एउटा सुन्दर ठाउँ होइन, जसले चाहिँ पर्यटकीय स्थल बन्न सक्छ है, त्यो सम्भावना बोकेको र यो ठाउँ पछि पर्नुको कारण भनेको चाहिँ यो बाटोले गर्दा होइन। यो बाटो चाहिँ अहिले यस्तो लास्टै खतम भइरहेको छ। ठाउँ चाहिँ एकदमै राम्रो छ। यहाँ माथि एउटा गुफा पनि छ होइन। यहाँको स्ट्रक्चरहरू चाहिँ भत्ताभिङमा बनाइएको छ। हाम्रो बाबाहरूको टाइममा चाहिँ कस्तो थियो भने यो यहाँनिर रहेको मन्दिर चाहिँ हाम्रो यो बाबा होइन, यो बाबाले बनाउनु भयो। तर पछि गएर के भयो भने चाहिँ यो मन्दिरमा चाहिँ चोरी हुने सिस्टम भयो। यहाँको मान्छेहरू चाहिँ निकाल्नको लागि त्यहाँको तोडफोड गर्ने कुराहरू आयो। त्यही भएको कारणले गर्दा त्यो स्ट्रक्चर अहिले यतिकै भत्ताभिङ्ग भइरहेको छ। त्यसलाई चाहिँ सुधार गर्नुपर्ने रहेछ। र तपाईँहरूलाई मैले देखाउन खोजेको हाम्रो यहाँ वरपरको वातावरण यस्तै छ, यति राम्रो छ होइन। तर यहाँ माथिको चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ, फोटो भिडियो बनाउने मान्छेहरूको लागि एकदमै राम्रो ठाउँ छ होइन, टपमा छ। यति माथि अहिले हामी जान पनि सक्दैनौँ होइन। जानको लागि अर्को बाटो छ उतापट्टिको, त्यो बाटो भएर जानुपर्छ। अब यो बाटो बनिसकेपछि अब सरकारले केही कदम चाल्यो भने चाहिँ यो चाहिँ पर्यटकीय सम्भावना बोकेको ठाउँ हुन सक्छ है। बिहानै घरबाट निस्कदा मौसम एकदम सफा थियो। बिहान सबेरै घरबाट निस्कदा मौसम एकदम सफा थियो। पहाडका डाँडाहरू, हरिया वनहरू र चिसो हावाले यात्रा सुरु हुनु अघि नै मन जितिसकेको थियो। यतिसम्म पानी पर्यो कि मैले राम्रोसँग भिडियो नै बनाउन पाएन कि। अब एकछिनपछि अब यहाँबाट फेरि सुरुवात गर्नुपर्छ भनेर भिडियो बनाउन कोसिस गरेको। झ्याममा त्यतिले पानी पर्दै, पानी पर्दा त यता लगाउँदै त पुरा भिजाइसक्यो। त्यही पनि फेरि अगाडि आएर यो चाहिँ फेरि यो किनेर यो अर्को बच्चा थियो, त्यसमा यो ट्याक्क बाँधेर हिँडेको। अहिले पानी धेरै बेजो गुनायो। अहिले चाहिँ पानी परिरहेको छैन, अहिले चाहिँ खुल्ला छ। अहिले कन्डिसन देख्न सक्नुहुन्छ, हालत लास्टै खराब बनाइसक्यो। ओके साथीहरू, अहिले चाहिँ म चौरजारी पुगिसकेको छु। अनि यो सबै सामान खोजेर अगाडि राखिदिएको अनि पछि सबै सामान अगाडि राखिदिएको छु। अनि यो चाहिँ चौरजारी है त, यो पछाडिको भएको। हामीले अगाडि भिडियो बनाउन बिर्सेछु, यो पछाडिको भएको। अनि योभन्दा पारि पनि बजार छ, वारि बजारको होइन, बजार भन्दा नि कसम होटलभन्दा अगाडि आइसकेको छु म चाहिँ है त। हालत त धेरै खराब भइसक्यो। यो माटोहरू नि यस्तो लागिसक्यो। यो त केवल केही यात्राको सानो छानोहरू मात्रै थियो। योभन्दा कयौँ ठुलो यात्राहरू हामीले गर्न धेरै नै बाँकी थियो। र बाटोमा देखिने यस्तो यस्तो रमाइलो झरनाहरूको क्षणहरूले पनि हामीलाई एकदम खुसी नै बनाइरहेको थियो। अब हाम्रो यात्रा अन्तिम चरणमा थियो। बाटो झन् रमाइलो हुँदै गयो। वरिपरि हरियाली, चरा कराएको आवाज, खोला बगेको आवाज, यस्तो लाग्थ्यो प्रकृतिले आफै स्वागत गरिरहेको छ। यात्राले एउटा कुरा सिकायो, गन्तव्य सुन्दर हुन्छ तर त्यहाँ पुग्ने बाटोले नै सबैभन्दा धेरै सम्झना बनाउँछ। घाम लागोस् वा पानी परोस्, यात्रा रोक्नु हुँदैन, किनकि हरेक मोडमा नयाँ कथा लुकेको हुन्छ। अन्तत हामी मुसे झर्ना पुग्यौँ। म पुगिसकेको छु आफ्नो गन्तव्यमा, जहाँबाट चाहिँ मेरो यात्रा सुरु भएको थियो। यो बिचमा चाहिँ धेरै कुराहरू चाहिँ बनाउन पाइएन भिडियोमा चाहिँ। अनि मैले बनाएको छु र अहिले छु म रुकुम है। रुकुममा आइपुगेको छु अहिले। रुकुमको यो सानो वाला झरना हो भनेपछि मुसे झरना, र यता छ ठुलो झरना है त। यो चाहिँ रुकुम मुसे झरना। केही समय त्यहीँ बसेर प्रकृतिको आवाज मात्रै सुन्यौँ।
कहिलेकाहीँ शब्दभन्दा पनि प्रकृतिको सङ्गीत धेरै सुन्दर हुन्छ। ओके, अबको चाहिँ नास्ता मेरो मुसे झरनामा हुँदैछ। र त्यही वातावरणमा रमाउँदै हामीले नास्ता पनि गऱ्यौँ र हामीले केही समय मुसे झरनामा एकदम खुलेर रमाएर बितायौँ। अहिले चाहिँ छु म रुकुमको एकदमै प्रसिद्ध झरना मुसे झरनामा छु। तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ धेरै मान्छेहरू फोटो खिच्नका लागि भिडियो बनाउनका लागि आउने गर्छन् होइन। एकदमै सुन्दर ठाउँ छ। सायद यतिको चाहिँ अरू ठाउँमा देख्न पाइन्न होला हामीले, यहाँ चाहिँ देख्न पाइन्छ। तर आउने बाटो चाहिँ एकदम नराम्रो छ। लेट्स सी, तपाईँले हेर्न सक्नुहुन्छ एकदमै सुन्दर छ। यहाँ माथिबाट आउँछ यता सानोवाला। र यो यात्रामा म कति रमाएँ भन्ने कुरा त्यो म शब्दमा पनि भन्न सक्दिनँ। मैले धेरै फोटोहरू भिडियोहरू बनाउँदा नै मेरो ओके साथीहरू, अहिले म घर जाने क्रममा छु अनि कुहिरो लागेर चाहिँ अहिले हेर्नु बाटो सुधा देखिँदैन, लाइट बलेको पुरा देखिरहेको छ। अहिले रात पर्न पनि लागिसकेछ। अहिले चाहिँ छु म हेर्नु स्वर्ग है त। अहिले अब केही समयपछि म तपाईँलाई फेरि सम्झिने। यति नै होइन, अबदेखि यस्ता अझ धेरै गाउँघर यात्रा र लुकेका सुन्दर ठाउँहरूको भिडियो लिएर आउनेछु। त्यसैले भिडियो मन परे लाइक गर्नुहोस्, आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोस्। फेरि भेटौँला अर्को नयाँ यात्रा र नयाँ कथासँग। धन्यवाद।